आजको तपाईँको खानामा के भयो त आजको आफ्नै कलेज बारेमा बोलेको यो टपरीसँग भात खाँदा मेरो कस्तो होला त जुनै क्षेत्रबाट जुनै कुनाबाट जुनै कुनै दुलोबाट हेरेर नसक्ने कृपया यो भिडियो हेरेर नमानिदिनु होला आफ्नै कलेज बारेमा बोलेको यो टपरी छ टपरीमा भात खाइदिएर आफ्नो बाबु कस्तो होला त पक्कै पनि यो टपरीमा भात खाइसकेपछि मलाई कस्तो होला भन्ने अनुभव म आफैले गर्नुपर्छ भन्ने अनुभव म आफै गर्नुपर्छ लाइटमा चाहिँ टपरीमा यस्तो राम्रो आफ्नै घरमा बनाएको यो टपरीमा भात खाँदाखेरि त स्वास्थ्य पनि पक्कै पनि उच्च सुधार होला जस्तो मलाई लाग्छ आफ्नै टपरीमा भात खाँदाखेरि आफ्नै टपरीमा मजाले यसरी खाँदै मैले आफ्नै आँगनमा पालेको चिकनको मासु पनि छ आफ्नै कलेजबारीमा बनाएको मुलाको अचार सँगै अनि यसलाई यसो गरेर यसरी खाइसकेपछि काँक्रो अचार अलिकति चपाउँ अनि यसरी मजाले चपाइसकेपछि पुगेन भने थप्नुपर्छ यसरी अड्की खाँदाखेरि अनुभव कस्तो होला त पक्कै पनि तपाईँको बालपनको याद आयो होला कुनै भोज भातमा जाँदाखेरि यसरी खानुभयो कि पक्कै पनि तपाईँ टपरीमा टोपी लाउनुहुन्छ कि लगाएर जानुहुन्छ पक्कै पनि यो भिडियो हेरेर नसक्ने भाइ 1 लाख नमन गरेको थियो भन्दै आजको भिडियो यहीँ टपरीमै बिदा हुन चाहन्छु जय नेपाल कस्तो खुसी छु म आज ठिक छ त्यो उसमा चाहिँ भुवाहरू कस्तो खुसी छु आज मासु भात कस्तो खुसी छु कस्तो खुसी छु हिराले मासु भनेर हटिहाल्यो कस्तो दुःख छ मलाई हिराले मासु भनेर हालेको हटिहाल्यो अबदेखि म आउन्न यहाँ मासु भनेर हालेर हटिदिने मलाई यो टिकटकमा हाल्नु पर्ला भने